हेलो दिस इज रतन जोक्साई। तपाईँ सबैजना एकदमै सन्चै हुनुहुन्छ होला भनेर आशा गरेको छु अनि म पनि एकदमै सन्चै छु। आज चाहिँ मैले तपाईँहरूको लागि चाहिँ यस्तो कन्टेन्टहरू लिएर आएको छु। यो कन्टेन्ट तपाईँले लास्टसम्म चाहिँ नहेरेपछि तपाईँले नै घाटा हुन्छ। हाम्रो दिमाग चाहिँ नि हाम्रो यो दिमाग खेत जस्तै हुन्छ, गार्डन जस्तै हुन्छ। अब खेतमा हामी जेको बिउ छर्छौँ त्यसको नै होइन हामीले फल पाउँछौँ क्या। अब हामीहरूले धानको बिउ छरेपछि धान नै भोलिको दिनमा उम्रिने हो। आँपको बिउ छरेपछि आँप नै होइन आँपको बोटा नै भोलिको दिनमा चाहिँ हामीहरूले चाहिँ खेतमा उभेको देख्छौँ। यसै गरी हाम्रो दिमागमा पनि हामी जे कुराहरू होइन हामीहरूले हाल्छौँ त्यही कुरा नै हामीहरूले चाहिँ होइन रिजल्ट दिन्छ। सोच विचार, डाटा, इन्फर्मेसन, पोजिटिभ थिङ्किङ, लाइफ लेसन, हरेक चिज जे कुराहरू हामीले दिमागमा हाल्छौँ त्यही कुराहरू हामीहरूले मिल्ने हो। आज हामीहरूले जे सोच बनायो भोलिको दिनमा त्यही प्रति तपाईँले एक्सन गर्नुभयो, हार्डवर्क गर्नुभयो भने चाहिँ त्यस्तै नै तपाईँले चाहिँ रिजल्ट मिल्छ। हाम्रो दिमाग भनेको यस्तो हो क्या, हामी जे पनि आफ्नो दिमागमा होइन अनि त्यसको चाहिँ फल हामी पाउन सक्छौँ। यो संसारको नियम हो, यो युनिभर्सको होइन नियम हो। यो सबै चिजलाई मिल्छ, सिर्फ मलाई मात्र होइन। मैले आज मेहनत गरेँ भनेपछि मैले आफ्नो दिमागमा जेको बिउ छरेँ नि भोलिको दिनमा मलाई त्यही नै मिल्छ। हाम्रो दिमागले भन्दैन कि नै तैँले यो पाउँछै भनेर, त यो मेहनत गर तर यो मिल्दैन, तर यो मिल्छ भनेर होइन। तपाईँ जेको बिउ छर्नुहुन्छ, तपाईँ जे व्यवहार गर्नुहुन्छ, तपाईँ जे मेहनत गर्नुहुन्छ त्यो नै पाउनुहुन्छ। यो बस सिम्पल छ। हाम्रो दिमाग खेत जस्तै हो, बुझ्नु हो नि। तपाईँले बुझिसक्नुभयो भनेपछि यहाँसम्म तपाईँले भिडियो हेरेर साथ दिनुभएको छ, यसको लागि चाहिँ म तपाईँलाई धन्यवाद गर्न चाहन्छु। यो भिडियोलाई चाहिँ यहीँ समाप्त गर्न चाहन्छु। बस यति नै सानो तपाईँले चाहिँ अब यो लाइफ लेसन दियो भनेर चाहिँ मैले चाहिँ यो भिडियो क्रिएट गरेको हो, अरू केही पनि होइन। बस तपाईँ हरेक दिन भ्यालु एड गर्ने भिडियोहरू हेर्दै गर्नुहोस्, आफ्नो लाइफमा चाहिँ होइन यो कुराहरू सिक्दै गर्नुहोस् अनि अगाडि बढ्ने होइन कदमहरू पाइलाहरू चाल्दै गर्नुहोस्। आजको लागि चाहिँ यति नै। हस् त, धन्यवाद।